बचाउ अभियानलाई र के गर्यो भन्दाखेरि मैले 1 वर्षमा 20 लाख रुपियाँ हालेछु। मेरो लोन ठुलो पनि होइन, एउटा 40 लाखको एउटा 18 लाखको सिद्धिने बेला भइसक्यो। अब 1 वर्ष दिन्छ ल, त्यसरी बुझ्नुहोस्। मेरो सम्पत्ति 1.5 करोडको सम्पत्ति हो, हेर्नु है, 5 आना जग्गा 1.5 करोडको सम्पत्ति हो। 10 लाखमा अर्कोलाई दियो भनेपछि अब तपाईँले के बुझ्नु के भयो? 10 लाखमा अर्कोलाई दियो, तपाईँले दिनुभयो। उहाँको कुरा सुनौँ न, हजुरको भन्नु त फाइलको प्रकृति के थियो भने? फाइलको प्रकृति 2021 मा लगानी गरे हो हामीले। पहिला 40 लाख लगानी गर्यो। गाडीलाई पनि उहाँले अब पछि गाडी लिनुभयो, हामीले पनि दियौँ। अब गाडीको पनि कसरी मिलाएर 100% लगानी गरेर 58 लाख रुपियाँ लगानी हो उहाँले। मैले जम्मा 24 घण्टाको टाइम दिएछ है। त्यो उहाँले लोन लिएकै 4 महिनासम्म रेगुलर तिर्नु भयो होला, 4 अथवा 5 महिना रेगुलर तिर्नु भयो होला, रेगुलर किस्ता। 4-5 महिनापछि उहाँले बिजनेसमा लगानी गर्ने भनेर लानुभयो। अब कहाँ लगानी गर्नुभयो, हाम्रो पनि अब त्यो पुगेन होइन। त्यस पछाडि अब कहाँ गर्नुभयो के गर्नुभयो, उहाँले बिजनेस पनि थिएन। त्यही पनि माथिबाट बिजनेस छैन भन्दै पनि मैले जोगाउँदै यति 4-5 वर्ष ल्याएको उहाँलाई होइन। अन्तिमचोटि मैले के भने, कृष्ण सर अब मेरो हातमा छैन, तपाईँलाई जतिसम्म जोगाउन सक्यो मैले जोगाएँ। अब माथिबाट बिल निकालेर बेच्दैछन्। अन्तिममा तपाईँ साँचो कसम खाएर भन्नु, अन्तिम छैन पनि मैले यसरी पैसा किन लिनुभयो? मेरो कुरा पनि सुन्नु न, सबैको कुरा सुन्नु होइन। अनि अब यसरी ब्ल्याक लिस्ट हुनुभन्दा तपाईँको जग्गा अहिले बेच्नु भयो यो झुटो है, बेग्लै बोलेको। अब तपाईँको जग्गा यसरी जाँदैछ, माथिबाट बिल हाल्ने मान्छे पाएको छ। मेरो माथिले मेरो हातबाट तपाईँको फाइल गइसक्यो। हेड अफिसले निर्णय गरेर गर्दैछ। अब बिड परेको छ अरे, बिड परेको अमाउन्टमा यति अमाउन्टमा के अरे तपाईँले आजकै दिनमा बेच्यो भने पनि 45-50 पर्ला होइन त्यो जग्गा।